उहाँ दाइ चाहिँ हाम्रै छिमेकी जिल्ला पर्वतको हुनुहुन्छ। दिदी चाहिँ हाम्रै जिल्लाको बादुकको उहाँ चाहिँ हाम्रै मेरो माइती गाउँको रहेछ उहाँ चाहिँ। हेलो नमस्ते अनि झोरले सम्पूर्ण नेपालीहरूमा आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ नेपालीहरूको विशेष चाड शुभ दीपावलीको दिनमा मैले भ्लग सुरु गर्दैछु र सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपालीहरूमा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जो जहाँ हुनुहुन्छ राम्रोसँग तिहार मनाउनु होला। यसपालि मेरो त कोही पनि छैन परदेशमा टिका लगाइदिने र मेरो कोही नभए तापनि माथि एउटा सालीको चाहिँ दाइहरू हुनुहुन्छ, दाइ अनि भाउजूहरू हुनुहुन्छ अरे। त्यही भएर सालीले एक्लै खाना बनाउन अनि मालाहरू हुन्न यताउता म्यानेज गर्न मलाई एक्लै अलिक गाह्रो हुन्छ भनेको छन्। त्यही भएर म यसो हेल्प गर्नलाई जाँदैछु सालीको घरमा। त्यही हो आजको भ्लग चाहिँ तिहार विशेष हुनेछ। के कस्तो हुन्छ भिडियो कन्टिन्यू हेर्दै गर्नु होला। जस्तो हुन्छ त्यस्तै देखाउने कोसिस गर्नेछु र च्यानलमा नयाँ जोडिँदै हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला, माया देखाइदिनु होला। किनभने मेरो युट्युब जर्नीमा पहिलोचोटि हो। पहिलो लगभग 1 महिना भयो बल्ल सिक्दैछु भर्खरै। त्यस कारणले तपाईँहरूले माया देखाइदिनु भयो भने मलाई अझै हौसला मिल्नेछ भन्दै एकछिनपछि भेटौँला है त फेरि। ल ओके बाई बाई। ल है त म चाहिँ अब सालीको रुममा आइपुग्न लाएँ। यो पनि ठुलो होटल छ। म चाहिँ यो गल्लीबाटै जानुपर्ने हुन्छ। हेर्नु त सुविधा सानो सानो भारी पनि यस्तो कुदाउने ब्यागमा लिएर हिँड्छ यिनीहरू। कति सुविधा छ यिनीहरूलाई त। के मूर्ति हो यहाँ ढोकाको अगाडि फेरि गणेश जस्तै छ। बिरालो पनि छ पर। थाकियो हिँड्दै लगभग 20 मिनट लाग्दो रहेछ तलबाट यहाँ आउन। वाह हेर्नु त तिते करेला कस्तो मजाले फलेछ। कस्तो सानो थाकियो हजुर थाकियो। अरू त के देखाउँछ र। यो अलि माथि कुनातिर पर्छ है। अनि त्यति ठुलो सहर छैन हामी बस्ने ठाउँ चाहिँ ठिकको छ। यो त झन् भित्र गल्लीमा हो कि। अनि बाटो पनि सानो छ। ठिक्क एउटा गाडी अट्ने बाटो छ। यो सुन्तला रहेछ क्या फले छैन। साली बस्ने घर चाहिँ यो हो कि अगाडिको सेटो। म चाहिँ यता अगाडिबाट जानुपर्ने हुन्छ। त गाइज हेर्दै गर्नु होला है भिडियो अन्तिमसम्म हेर्नु होला है। अनि यता छु म चाहिँ यता छु है त गाइज। अब आइपुग्यो। अब सालीको रुममै गएर भेट्ने छु है त हजुरहरूलाई। ल बाई। ल अब हाम्रो सालीको अनि हाम्रो दाइहरूको तिहार चाहिँ सुरु हुन लागिरहेको छ। यहाँ कताबाट घुम्ने अनि कन्फ्युज भयो कन्फ्युज। ए जताबाट घुमे नि हुन्छ के। ल कतिचोटि 3 चोटि हो।
ल हाम्रो तिहार यस्तो हुँदैछ है यता तपाईँहरूको कस्तो हुँदैछ यसो कमेन्ट गर्नु होला है तपाईँहरूको तिहार कस्तो भयो कमेन्ट गर्नु होला लाइभ हो लाइभ हो टिकटक लाइभ माइक ल्याइन के भयो अल्झिनुहुन्न घुम्दाखेरि अल्झिनुहुन्न घुम्दा छिटो छिटो घुम दाजुभाइ यहाँ चाहिँ मालाहरू छ यता टिका भइहाल्यो माथि पनि छ माला अब टिका लगाइदिने हो टिका लगाउनु त अनि अब लगाइदिइहाल्नु टिका लगाउने त अब दुईजनालाई लगाइदिनु होला नि त मैले बस्नु नि त तपाईँहरू हैन हैन गाईहरुलाई लगाइदिन्छ नि जोडी जोडी बस्नु न भइहाल्यो अहिले हो त्यसलाई पनि पछि हैन के लास लाग्छ जोडी जोडी बस्नु के लास लाग्छ अरे दिदीले फेरि ल बसिहाल्नुहोस् अब त साथी लिएर आउँछ ठुलो बाटो लाउने सानो बाटो सानो बाटो ए अब टिका लगाउने कार्यक्रम सुरु हुँदैछ अब ल के तेल लगाइदिएको ए हजुर मैले खिचिरहेको मनपर्छ कि एउटा बहिनी एउटा त्यो तीनटा लहरो लाउँछ र कान्छ त्यो त शिव लाउने हामी त्यसो भए म शिव रहेछ ल भाइलाई शिव टिका लगाए टिका सुरु भयो है अब ल हाम्रो पनि 3वटा लाउँछ 5वटा लाउँछ कहिले त हैन एउटा लाउनु एउटा लाउनु एउटै लगाइदिनु मलाई ठुलो लगाइदिन्छु के एउटै शिवको एउटै राम्रो देखिन्छ होला नखुम्च्याउने नि त टिका लगाउने कार्यक्रम सुरु हुँदैछ यता ल फोटो खिचिदिउँ न कोही कोही त फोटो खिचिदेऊ नि तिमी तलबाट माथि लाउने हो नि माथिबाट तल लाउने हैन नि सेटो लगाउनेको जाने मान्छे अलिक पर्सन मान्छे सेटो अलि लामो गरे भए यसलाई त तीनटा मन पर्छ नि त्यसमा पनि 3टा लाउँछ 21 रङ भनेर हो त एउटा 7 लाउँदा 7 21 भिडियो फोटो लिम्बू यहाँबाट राम्रो फोटो खिच्नु त उताबाट फेरि मनै देख्नु मन पर्यो यो चाहिँ नराम्रो हेर्ने सेटोमा सेटो गरेको फेरि ए रातो मात्रै थियो त सेटो चाहिँ झर्दैन त ल कसको र दिदीको होस् है ल्याइदिने र टिका लाउनु लाग्योलाई के गर्नु ल अब चाहिँ दाइको लगाइसक्यो अब दिदीको पालो लगाइदिँदैछ नि यता टिका यिनीहरू चाहिँ भाइ खाजा हो यता चाहिँ यसो सोको लागि फलफुल
यता पनि भाइलाई कोसेली छ यता पनि यो पनि कोसेली हो त्यही हो यो चाहिँ ढाका टोपी नेपाली ढाका टोपी उता ब्यानर चाहिँ खतरा छ है ह्याप्पी दिवालीको ब्यानर खतरा छ ल दिदीलाई लगाइदिँदै छन् है यता ल लास्ट ट्रेन पगेर आउँछु भनेको आउँदैन 12 बजे का रातिको कसबाट सिरियल मेरो र मनोज भाइको एकजना राखेर हैन रातिको 12 सम्म रातो दुईटा भाइ हैन उ हो पिन्नु ल ठिक छ दामी छ ल दामी रहेछ ल दुईटा भइन्छ दाजु 2 4 तीनटा भइन्छ यता चाहिँ हाम्रो दर्शकहरू क्यामेराम्यानहरू हुनुहुन्छ यता चाहिँ ल अब उहाँको लागेको छ उहाँको दिदीको पालो आउँछ ल अब यता हाम्रो अर्को दाइको पालो है उहाँ दाइ चाहिँ हाम्रै छिमेकी जिल्ला पर्वतको हुनुहुन्छ दिदी चाहिँ हाम्रै जिल्लाको भाडुकको उहाँ चाहिँ हाम्रै मेरो माइती गाउँको रहेछ उहाँ चाहिँ एउटै गाविस हो कि सपना अनि उहाँ एउटै ओडा के सब बहिनीको माइतीलाई भाइले माइती के भयो के बिजो गर्नु पर्छ हुँदै हुन्न नि हाम्रो त 5 वटासम्म लगाउँछ लाउँछ हाम्रोतिर त लाउँछ हामी त लाउने तिनवटा हो के त्यो तिनवटा चाहिँ थाहा छैन दसैँमा चाहिँ कति यहाँ जताबाट दिदी बहिनी भयो त्यताबाट लाउँछ यस्तो भिडियोतिर नि देखेको छैन कि मैले हामी नर्मल 3 वटा लाउँछ लाउनेले 5 वटा नि लाउँछ हाम्रो त अनि मन नपर्नेहरूले गोलो मात्रै पनि लाउँछ गोलो त झन् नराम्रो होला है गोलो एउटा के गोलो राम्रो हुन्छ नि ठिक भएछ ठिक छ ल लेभल त मिल्दै मिल्दैन नि त्यति दाइले त जहिले खानुहुन्छ पहिला नि खानु चिट्टीको दिनु पनि देख्नु पर्यो नि हजुर लागेको छ नि अझ लामो राम्रो हुन्छ होला नि त अनि कलर थोरै सातवटा पुराउनु पर्छ नि त नि तल होला त्यो अरे ए 3 गरेर कलर चाहिँ साथ यो कपासले गर न के गर्ने हो होइन दाइ के 4.5 दाइले त बिहान 10 बजे आउनु भएको बिचरा पर्खेर परेन है 4.5 बजे दाइ छिटो आउनु भयो दाइहरू त बिहान मलाई भन्छ औ भनेर सोचिरहेको दुई बजे आउनु भएन फेरि 3 बजे आएन फेरि 4 बजे अन्तिम लास्टमा अब दिदीको पालो हुँदैछ है ल ए छट्टा कर्नलाई एउटा बहिनीलाई चाहिँ एक माला पुगेन यही ल्याइदिनु बहिनी होइन र मलाई उ माला छ यही ल्याइदिनु त बहिनी के भयो त्यो बहिनीलाई अनि 4 जनाले लगाइदिने फेरि कर्नलाई अन्त मलाई नलाइदिनु त यसलाई तिमी होइन उ माला छ क्या अर्को म यो लाउनु त त्यो ल्याइदिनु हो त्यही 4 जनाले यससँग आर्टिफिसियल छ बहिनी यस्तो यस्तो चिनमा पाउँछ के ए माला धागोको माला के होइन कि यहाँ माला दिनु पर्यो त्यो बस्नु न माथि बस राम्रो बनाइदिनु पर्यो यता चाहिँ हाम्रो मालिक ढिलो गर्ने सबसे ढिलो गर्ने मान्छे आज 12 बजे आउने अनि ऊ 4 बजेसम्म कुरा यो मान्छेले आज यो मान्छेले गर्दा 4 बजेसम्म कुरा आउने मान्छे यही मान्छे हो
मलाई त सुजु भएर हेर्दै क्या होला भन्छ अहिले फेरि भाउजू भाइले क्या भाउजू मलाई सुजु भएर सबैले हेर्छ क्या भन्छ कहिले भन्छ नि अहिले अहिले भाइ हजुर त्यही भन्छ नि होइन केही सुनेन लिम्बूहरू सोझो हुन्छ अरे क्या नि अझै अरे के भयो शुभ दीपावलीको ब्यानर चाहिँ यता छ दामी छ ब्यानर चाहिँ मलाई चाहिँ सबैले सधैँ माया गर्ने फर्काउने फर्काए पनि फर्काउँछ दाइले धानको बाला चाहिँ फुलिरहनु फर्काउने बाँकी नै चाहिँ रहिसकेको धानको बाला बहिनीलाई खोइ हाल्दा बस्नुलाई त मलाई त आफ्नै हातले बनाएको तर किन्नु चाहिँ सामान चाहिँ किनेको तर होइन मैले फर्स्ट टाइम बनाएको नि त यस्तो बनाउने हो यो नि आफैले डाइसोबाट लिएर 3-4 तिनका जोडेर यो पनि कि यो पनि मेरो यो सब मेरो डिजाइन हो क्या म चाहिँ स्टिकले कुटुक कुटुक गरिदिन्छु एउटा उपदेश बेना लागाइदिनु अब बहिनीलाई लगाइदिनु रातो टिका लगाइदिनु न रातो टिका लाउँछ होइन लाउँदैन कसलाई लगाइदिने तिमीलाई ल बहिनीलाई यस्तै लगाइदिनु परेन यस्तो लगाएर त्यसो लाउँदैन लाउनु त लाउँछ यस्तै लगाइदिनु भइहाल्यो बिचमा त यता लाउनु हो नि रातो चाहिँ माथि लाग्ने हुन्छ हुन्छ यस्तै लगाइदिनु राम्रो छ ल बस मलाई म चाहिँ यति बस्नुपर्छ कि यता आउनु त म त्यहाँ आउँछु होइन अब अन्तिममा होइन हौ मलाई त अनि भाइको सल्लाह त भाइलाई पो त होइन अन्तिममा सालीको यस्तो पालो मोटो लगाइदिनु पर्ने चाहिँ भाइ भाउजूलाई पातलो भएछ यस्तै मोटो लगाइदिनु पर्ने रहेछ नि मलाई अर्को तिहारको रूपमा है अब सालीको पालो ल 4 जना लाउने अनि 4 धर्का लाउने होइन यसो लाइट यस्तो गर्ने माथिबाट खबर त गरे भयो एकवटा लगाइदिनु भयो के भयो भनेपछि तपाईँले त्यो मात्रै लगाइदिनु अरूले कलर भरिदिनु म दुईटा लगाइदिन्छु दुईटा लगाइदिनु हुन्छ अनि यो ठुल्ठुलो बनाइदिनु भयो तलदेखि अर्को धेरै लामो तल के माथि तल ए लामो भयो साँच्चै फोटोमा नराम्रो होला नि त माथि कपालसम्म पुऱ्याउनु पर्ने ल पत्रा म चाहिँ कुन कलर लगाइ अहिले राम्रो म कुन कलर लगाइ हँसिलो देखिसक्यो अहिले क म निलो लगाइदिउँ मैले बरु सिधा लगाइदिएको कुन कलर भनेपछि मैले बाङ्गे लगाइदिएँ कपालसम्म पुऱ्याइदिनु पर्ने नि दाइ छोटो राम्रो भयो नि त्यो अलिक द्याट भयो न कस्तो दाम भएको छ त्यो खिरसुन बनाउने सबै नआछ बहिनी भनेर हाँस्छ बहिनीले गलिएर भयो लाउनु लाग्यो बरु ड्रेस टाइल लाउनु पर्ने ड्रेस टाइल सानो राम्रो लाइन्थ्यो भन्दा राम्रो छ टाढा भयो अब अझै 2वटा लगाइदियो हुन्छ क्या छोरी मान्छेको कलर त यहाँ छ थाहा छ नि ए बहिनी दुईटा लगाइदिनु भयो 5 गर्नु 6 हुनु र नि त्यो सेतो छ नि त सेतो सुरुमा लगाइयो नि त अब यो पहेँलो र यो 5वटा गरेछ यो र यो भन्छ झिल्लीले र त्यो पाइन्छ अनि कुन यो देखिन्न है बाबा जस्तो भएर पसेन नि भयो ल देखाएर त क्यामेरा चाहिँ कसले लगाइदिने माला चाहिँ ल सबैले लगाइदिनु मलाई ल 4 जनाको हात भयो पर्दैन त्यो त्यो त पर्दैन आफूले लगाएको कहाँ अरूलाई लगाइदिनु त नि ल सबैले हात लगाउनु ल फोटो छिटो ए ल ह्याप्पी तिहार चिसो बियर ल सबै राम्रो हुनु ह्याप्पी तिहार चिसो बियर यो पनि देऊ
उठे उचालौँ पहिला टिकाको यो यो चाहिँ दाइ भाउजूको अनि यो चाहिँ हाम्रो दाइले दाइले त खानुहुन्न नानी ल पिटिएर चिसो बियर है ल फोटो खिच्नलाई त्यही पनि हुने हो त्यो उस देऊ न गर्न पहिला के दिने त्यो म त दिन्न के यसरी देऊ न यति बेला हो दिने म बिचमा बस्छु नि पहिला त्यो फोटो खिच्छु के के दियो के को अहिले उता यो बेला छिटो गीत देख्ने साह्रै हतार हुन्छ अनि दक्षिणा दिने भन्ने अनि दक्षिणा दिएपछि गिफ्ट दिँदै त छिटो पहिला गीत दिने र उहाँ भेनाले मलाई धर्काएर उहाँ मारिसक्नु भयो देऊ देऊ जाऊ छिटो भन्दा त त्यहाँ त अघि नै निकालेर राख्नु त्यहाँ भयो त अनि छैन केही भएन डरै छैन ए कसैले देख्दैन त्यहाँ पल्ले होइन अब पल्ले छैन सुन जाँदा सुनै सुन हामीले किनेको सुनै सुन छ यहाँ कर्नारमा भएर भन्ने होइन भन्नु हुँदैन त्यस्तो किनेको कुरा ल अब गिफ्ट आउँदैछ है बहिनीको दाजु भाउजूहरूलाई गिफ्ट दिँदैछ बहिनीले ल दाइ भाउजूको भन न ए हो अनि यो चाहिँ भाउजूको फोटो खिचिदिनु न यहाँ यो चाहिँ भाउजूको यसमा चाहिँ हेर्नुपर्छ एउटै झम्कन प्याकेट जुन ठुलो हो त्यही ल होइन ठुलो सानो भयो भने साट्न नि मिल्छ है साट्न मिल्छ साट्न मिल्छ चेन्ज गर्न मिल्छ कन्ट्याक्ट गर्नु होला यो चाहिँ होइन भाइ पनि खै मैले चिन्छु हो भेन्न त मेरो होइन हामी मसँग मन गएको त किन्नु मन परेन भने अरू नि मिल्छ मिल्छ अप्सन धेरै छ ल के होला ल गेस्ट गर्नु केही होइन यो भेना फेरि गेस्ट गर्नु भनेको दक्षिणा दिनुपर्छ र मैले भन्थेँ ए दक्षिणा दिन्छन् र ज्याकेट भनेर ल है ल अब यहाँ दाइ भाउजूहरूले अब पैसा साथी करोड करोड दिँदै हुनुहुन्छ यहाँ अब दाइ भाउजूहरूले ढोग्नुपर्छ त त्यहाँदेखि खुट्टामा बहिनीलाई फुल हालेर दिउँला बहिनीलाई मैले चाहिँ हातमा ढोक्नु तपाईँले त ढोग्नु छोरी चेलीलाई चाहिँ ढोक्छन् गरे हामीतिर त ढोकेको चाहिँ फोटो खिच्नु त ल ढोकिहाल्नु है छिटो ल यो त एकछिन हटाउँछ फोटो खिच्नु यो अझै उ भएर मैले लास्ट बसेर हो कि बसेर चाहिँ यसरी खुट्टा दिनु यसरी तलै ढोक्नु पर्दैन है
कस्तो तल भने होइन खुट्टा उचाल्नु हो खुट्टा उचाल्नु खुट्टा छुन्नु पर्यो नि त ल ल है ढोक्दै अलिकति चलाउनु यस्तो गर्ने ल ल भयो ल गाई लासेर दिनु परेन दाइलाई के यहाँ छिटो काका बनाउनु के हुने हो कामको पिर आज त के पिउने नै भइसक्यो है ल अब फोटो खिचौँ ल अब यो मुवा लगभग टिका लगाउने कार्यक्रम चाहिँ भ्याइयो अब फोटो सेसन रे अब फोटो सेसन हुन्छ है त अब एकैछिन भन्नु नखाएर ल फोटो सेसन हुँदैछ है ल आज तिहार विशेषको दिनमा हामी दिनभरि तिहार मनाइयो बसियो तर यहाँ चाहिँ फेरि आज कस्तो रहेछ भनेपछि आज हाम्रो दिदीको तिहार विशेषको दिनमा नै जन्मदिन परेको रहेछ त्यही भएर अनि हामीलाई दिउँसो नै थाहा भएन बर्थडे हो भन्ने कुरा अनि अहिले भर्खरै मात्रै थाहा भयो हाम्रो यहाँको 11:30 बजीतिर थाहा भयो अनि त्यही भएर जे जस्तो सकिन्छ त्यो केक चाहिँ हामीले लिएर आएछौँ ल यहाँ त्यही भएर अनि अहिले यसो जे जस्तो छ ल ह्याप्पी बर्थडे त्यो केक चाहिँ हामी यसो काट्दैछौँ अब जति सकियो त्यति गरियो अब थाहा भएन त्यही भएर त्यस्तो नराम्रो नसोच्नु होला त्यो लसनै पाइन्छ खै त हजुरहरू ल खै त अनि चक्कु ल्याउनु जाऊ चम्चा ल्याऊ हो चक्कु ल्याउनु पर्दैन चम्चा ल्याउनु त सबै चाहिँदैन होइन चम्चा यति मात्रै पाइयो केही थिएन केक त राति नै भयो अरे अनि ल ह्याप्पी बर्थडे है दिदीले ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना अझै धेरै धेरै उत्तर प्रगति गर्दै जानु होला त्यही नै हो शुभकामना अरू के नै दिन सकिन्छ र है त ल अब यहाँ केक खुलाउने कार्यक्रम हुँदैछ दाइले दिदीलाई म फेरि दाइ दिदी भन्छु कि दाइ भाउजू हो त भाउजू भन्दैन मैले दाइ दिदी नै भन्छु फोटो पनि खिच्न के गर्यो त्यहाँ फोटो पनि खिच्नु पर्छ र मिल्दैन नि त अनि ए ल केक खुलाउने कार्यक्रम हुँदैछ है उता ल पर्दैन दिने नि हामीलाई 1312 त 1312 मलाई चाहिन्छ कि एक दुईवटा 1300 फोटो हो ल है तपाईँको एउटा फोटो सेसन हुँदैछ हाम्रो बर्थडे वाल चाहिँ हाम्रो दिदी है त थाहै भएन बर्थडे भन्ने कुरा अनि त्यही भएर त्यही भएर हामीले जे जति सकियो त्यही केक ल्यायो अब केक पसलहरू बन्द भयो भने त यहाँको 12 बजी सक्यो 12 बजी सक्यो त्यही भएर अनि 1300 खिच है मलाई चाहिन्छ दुईवटा 1300 त्यही भएर अनि ल ढिलै भए पनि ह्याप्पी बर्थडे ल उता जाउँ गर्नु न दाइको ठाउँमा ए किन मन पर्दैन यो ए हो त्यस्तो कुरो यहीँ राख्दैन पर्दैन हामी ख्वाइस्टै गर्ने अनि पुग्छ दाइ चल्यो ल हाम्रो सोल्टा राजाको पालो आउँदियो के खुवाउने
बिस्तारै मेरो सारू भाइ हुँदैछ के हुँदैछ सारू भाइ हुँदैछ बिस्तारै ल आउट यता आउट मेरो भिडियो खिच्दै त्यहाँ सुन्ने हो है कसरी सानो लाग्यो भने चाहिँ तिमीहरू हुन्छ नि यो हातले छेकिँदैन क्यामेरा फेरि बहिनी जस्तै त अनि बोलाउनुहुन्छ तपाईँ नि बेला बेलामा ल मेरो पालो है दिदीलाई लाइभमा नि कहाँ त्यस्तो भनिरहेको दिदी अहिले त ल अब दिदीलाई यसो जन्मदिनको शुभ अवसरमा मैले अब फर्स्ट टाइम अब जे जति सकियो तर सालीले किनेको केक चाहिँ गलले हँसिरो खाइदिनु केही नै चाहिँ म कौडी छु दिदीलाई जन्मदिन धेरै शुभकामना भन्दै भन्दै ल ओके म होइन नि बर्थडे बोय तपाईँलाई खुवाइदिन्छु पर्दैन मान्छेर खुवाइदिन्छ है माख्नु पर्दैन के चम्चा होला नि त्यहीले पर्छ के माख्नु पर्दैन के ठुलो चम्चा होला नि ल